ईश्वर पोखरेलज्यूको घर दैलो कार्यक्रममा चुनावी सभा कार्यक्रममा आउनु भएको छ के उद्देश्यका साथ आउनु भएको छ के समर्थन छ के भनाइ छ उहाँलाई पूर्ण समर्थन छ उहाँ सुख दुःखको साथी हो हाम्रो अब म जस्तो एउटा साधारण कलाकार बन्न त धेरै बाँकी छ मलाई पनि बेला बेलामा भाइ के छ भनेर भन्नुहुन्छ मेरो घरमा कोही बिरामी हुनुभयो भने उहाँ पहिला आइपुग्नुहुन्छ हरेक क्षेत्र कृषकहरू मजदुरहरू सबैसित घुलमिल हुन सक्ने एउटा अभिभावक हुनुहुन्छ होइन उहाँलाई हामी सबैको पूर्ण समर्थन छ हेर्नुहोस् न यति धेरै भिड छ सबै फेरि उहाँ एमाले मात्र होइन सबै मान्छेहरूले हात हल्लाएर समर्थन गरिरहनु भएको छ सबैसित भिज्न सक्ने उहाँ आदरणीय व्यक्तित्व हुनुहुन्छ देशका एउटा अभिभावक हुनुहुन्छ त्यसरी पनि म लागिरहेको छु कलाकारको रूपमा भन्दा पनि एउटा नागरिक भोटर पनि हुनुहुन्छ हो मत सूर्यलाई हजुर ईश्वर पोखरेललाई हजुर के छ अहिले मात्र होइन पहिलेदेखि नै हामीले उहाँलाई नै समर्थन गरेको भनिहाल्यो नि सुख दुःखको साथी ईश्वर पोखरेल कलाकार भनेको त समाजको ऐना हो हजुर। अब अहिलेको निर्वाचन जनताको अवस्था जनताले राखिरहेको प्रतिक्रिया उम्मेदवारहरू दलहरूले दिएको प्रतिबद्धतालाई कसरी निहाल्नु भएको छ हजुरले त सबै हिसाबले मूल्याङ्कन गरेर एउटा ऐना देखाइदिनुहुन्छ म त्यति धेरै त्यस्तो निहाल्न सक्ने क्षमताको छैन म एउटा साधारण मान्छे हो अब त्यो भोटर्सहरूलाई एउटा चाहिँ आफ्नै स्वविवेक प्रयोग गर्ने एउटा प्रजातान्त्रिक अधिकार हो होइन उहाँको एजेन्डा मैले भने नि उहाँ जनजनमा यसरी चाहिँ भिज्न सक्ने मान्छे हो अब म सानो एउटा मान्छेलाई पनि भाइ के छ है भन है म छु है यो ठुलो कुरो होइन यसरी लागिरहनु भएको छ हाम्रो यहाँको अभिभावक हुनुहुन्छ अब उहाँ अरू भोटर्सहरूलाई उहाँभन्दा अझ राम्रो लाग्छ भने त्यो उहाँहरूको कुरो हो होइन अब त्यो म त्यो निहाल्न सक्ने छैन मेरो लागि उहाँ चाहिँ बाउपछिको बाउ हो मेरो अन्तिम प्रश्न अब ईश्वर पोखरेल नै किन त एउटा कलाकारको नजरले उहाँका के एजेन्डालाई चाहिँ लिएर चाहिँ त्यसकारण चाहिँ ईश्वर पोखरेल रोज्नुपर्छ भन्ने चाहिँ के कारण होइन एजेन्डा मैले सबै पढ्न पाएको छैन भनिहालेँ नि एउटा मान्छेलाई केही छ भने भन भाइ होइन केही समस्या पनि छ भने भन भाइ भनेर एउटा त्यति अहिले होइन उहाँ जब पदमा हुनुहुन्थ्यो त्यति बेला पनि भन्ने भनेपछि कुरो सकिएन उहाँको एजेन्डा के होइन हजुर त्यति ठुलो रक्षा मन्त्री वा प्रधानमन्त्री हुँदा समेत पर्सनली भाइ केही छ भने भन है म छु मलाई मात्र होइन यहाँ सबै होइन हजुर अब त्यो भनेपछि त अब कुरो बुझ्नुहोस् न उहाँ आफ्नो पार्टीलाई मात्र होइन हरेक पार्टीका मान्छेहरूलाई चाहे अपोजिट पार्टीका उनीहरूलाई पनि केही पर्यो भने गर्न तयार हुने मान्छे ईश्वर पोखरेल हो एकदमै म यो सानो मुखले के बयान गर्नु होइन अरू धेरै मान्छेलाई सोध्नुहोस् न यहाँको जनजनलाई सोध्नुहोस् होइन